बियर खाने चलन छैन साथीहरू। बियरले स्वास्थ्यमा हानि नोक्सानी पुर्याउँछ भन्ने कुरालाई मध्यनजर गर्दै हामी चाहिँ ड्यु र रेडबुल थोरै एक गिलास दियो भने धेरै चाहिँ होइन धेरै खाइएले पनि असर गर्छ भन्ने कुरा हामीलाई थाहा छ। त्यही भएर हामी थोरै मात्रै खान्छौँ। तपाईँहरूलाई कतिको मनपर्छ रियाक्सन दिन नभुल्नु होला। अच्छा, यदि तपाईँले यस्तो मिसाएर खानु भएको छैन भने एकपल्ट खाएर ट्राई गर्नु होला। असाध्यै स्वादिलो अनि छिटै हस्पिटल भर्ना हुनु होला होइन। अनि एकदम पावरफुल हुन्छ या इनर्जी ड्रिङ्क पनि भनिन्छ यसलाई, इनर्जी दिन्छ। अनि यतिखेर मैले चाहिँ हाम्रो दिलीप यादव सरलाई धेरै सम्झेको छु। यो उहाँको र मेरो फेभरेट हो, तर उहाँ सरुवा भएर गइसक्नु सम्झिने जति चाहिँ सबैले सम्झिहाल्नु है। इट इज ओके। अब अरू सबै साथी दीपक सरले पनि सङ्गीता म्यामलाई सम्झिरहनु भएको छ। उहाँले होइन त्यही त घरको क्या घरमा सङ्गीता म्यामलाई सम्झिरहनु भएको छ। धीरेन सर तपाईँले चाहिँ कसलाई सम्झिनु भएको छ? को माझी? अन्जुला कुमारी माझी। हामी सबै परदेशी हो होइन। अब के गर्नु, यस्तै छ दुःख सुख। बिहा गरेर आउने श्रीमतीसँग बस्नु पीडा आफूमा छँदैछ होइन। अनि अब त्यो कुरालाई पनि अब मनमै राखेर पनि भएन। नयाँ बेहुलो होइन, म त नयाँ बेहुलो। अब बिहा गरेर 6 महिना श्रीमतीसँग बस्नु पाएको छैन। अनि दुःख छ के गर्ने। मैले मेरी बुढीलाई धेरै सम्झिएको छु। यो भिडियो उहाँसम्म पुगोस्, यो भिडियो मेरो बुढीसँग पुगोस्। प्रिय श्रीमतीजी यो भिडियो हेरेर हाँस्दिनु होला, नरिसाए पक्कै पनि रिसाउँदिनौ भन्ने कुरामा म विश्वस्त छु। यो त अनि उहिले चिठी लेखेको जस्तो पो आयो। अब अहिले चिठी लेख्ने जमाना नभएर यो त उहिले त्यो चिठी लेख्दाखेरि लेखेको तरिकाको पो आयो त। प्रिय जीवनसाथी, मिठो सम्झनासहित न्यानो अङ्गालाभरिको माया छ। अच्छा, आज मेरो प्रिय श्रीमती अफिसमा चाहिँ एकदम सम्झिरहेको छु मैले। आज हाम्रो 1 नम्बर प्रदेश मात्रै हो बिदा। हजुर, हाम्रो 1 नम्बर प्रदेश। अरूतिर त हामी चाहिँ यसो अब सबै 4वटा जिल्लाको जेनजीहरू मिलेर यसो रमाइलो डाँडा काँडातिर छौँ। अब आफू त प्योर छेत्रीको छोरा पनि यो भान्जी चाहिँ आफै लागिन्छ। अरूले दिएको चित्त बुझ्दैन होइन गाइजहरू। अब तपाईँ जति पनि छुट्नु भएको छ प्रिय मित्रहरू, अब फेरि आउने शनिबारमा हामी यसरी आउनेछौँ। आज मङ्गलबार हाम्रो यो फाल्गुनन्द जयन्तीको अवसरमा चाहिँ एकदम रमाइरहेको छौँ। अनि त्यही भएर राम्रोसँग तपाईँहरू पनि कामकाज के गर्दै हुनुहुन्छ, मिठो सम्झना छ तपाईँहरूलाई। अनि यहाँ हामीले यो जुनार पनि छ, यहाँ डुलियो छ। आहा कति मिठो, कति आनन्द जुनार है। अनि यो चाहिँ एकदम लाग्ने यो जुनार चाहिँ फेरि भन्नै पर्छ होइन। यो चाहिँ श्रीचोङ गाउँपालिका 5 नम्बर वडा याफू को चाहिँ मोतीसरको घरमा उत्पादन भएको जुनार हो। हुन्छ, यस्तो गर्नु न बाजे, तपाईँ एउटा हातले यस्तो गरी 1 गिलास ठुक्काउ होइन, एउटा हातले भिडियो गराउनु न। धेरै चाहिँ यस्तो गर्नु न यार, के हो के। हेलो गाइस, हाम्रो तपाईँ यता ल्याउनु न गिलास। मोबाइल पो चियर्स गर्दैछ। यस्ता छ यो मोरङ्गेली जेन्जी यार, कस्तो यार साह्रै चिसो चिसो। कस्तो तिर्खा मेटियो यार। यसै खाजा साथीहरू।